आज हामी लोटस बिस्कफ चीज केक बनाऊँ है त। त्यसका लागि मैले बिस्कफ बिस्कुट, चकलेट क्रिम र चीज क्रिम लिएर आएको थिएँ। मैले बिस्कफ बिस्कुटलाई पहिला मिक्सरमा हालेर धुलो बनाएँ। धुलो बनाइसकेपछि त्यसलाई मैले एउटा बलमा खनाएँ। त्यो खनाएको बलमा त्यो बिस्कुटमा चाहिँ मैले घिउ तताएर हालेँ। बटर भयो, बटर तताएर हाल्दा नै हुन्छ। त्यसपछि त्यसलाई सबैतिर हुने गरी चाहिँ मैले त्यो घिउ सबैतिर लागोस् भनेर त्यसलाई राम्रोसँग चम्मचले चलाएँ। त्यसपछि त्यसलाई मैले एउटा सिसाको भाँडोमा फर्स्ट लेयरका लागि चाहिँ राखेँ। फर्स्ट सेकेन्ड थर्ड लेयर हुने भएको भएर चाहिँ त्यो लेयर राम्रोसँग बसोस् भनेर चाहिँ मैले त्यसलाई राम्रोसँग टम्म मिलाएर राखेँ। अनि त्यसपछि चाहिँ मैले त्यसलाई मिलाएर राखिसकेपछि त्यसलाई मैले फ्रिजरमा सेट हुन दिएँ 2-3 घन्टाका लागि। त्यसपछि मैले क्रिम चिजका लागि पहिला लिएँ क्रिम चिज। यतिकै राख्नलाई चाहिँ यो क्रिम चिज अलि बाक्लो भएको भएर चाहिँ मैले त्यसमा थोरै दही, थोरै चिनी र थोरै घिउ पनि राखेर अनि त्यो मिक्सरलाई मैले राम्रोसँग फेटेँ। अनि फेटिसकेपछि त्यसको टेक्सचर राम्रो स्मुदी टाइपको भइसकेपछि चाहिँ मैले चाहिँ यसलाई चाहिँ अब अघि फ्रिजरमा राखेको फर्स्ट लेयरमाथि यो लेयर थप्नेछु। त्यसपछि अब यसलाई हामी सेकेन्ड लेयरका लागि अनि राख्यौँ। यसलाई पनि राम्रोसँग चारैतिर हुने गरी चाहिँ राखेँ ताकि यो सेकेन्ड लेयर हो। त्यसपछि फेरि यसलाई हामी यो सेकेन्ड लेयर राम्रोसँग यताउति फिजाइसकेपछि यसलाई हामी फेरि सेट हुनका लागि चाहिँ डिप फ्रिजरमा राख्छौँ। 2-3 घन्टा राखेको हुन्छ, धेरै राख्न पर्दैन। त्यसपछि चाहिँ मैले थर्ड लेयरका लागि चाहिँ चकलेट क्रिम र बिस्कफ बिस्कुटको धुलो लिएकी थिएँ। पहिला त्यो सेट भइसकेको फ्रिजरबाट निकालेर पहिला चकलेट क्रिम लगाएँ सबैतिर। चकलेट क्रिमलाई सबैतिर हुने गरी लगाइसकेपछि चाहिँ मैले त्यसमा बिस्कफ बिस्कुटको धुलो अघि नै जुन मिक्सरमा ग्राइन्ड गरेर राखेको थियो त्यसलाई मैले माथिबाट टपिङ गरेँ ताकि त्यो माथिबाट हेर्दा नि राम्रो देखियोस् भनेर। अनि मैले एक दुईवटा बिस्कुटका पापा पनि राखेको थिएँ अनि त्यसलाई पनि मैले माथिबाट टपिङ गरिदिएँ हेर्दा राम्रो देखियोस् भनेर। त्यसपछि फेरि यसलाई मैले चाहिँ सेट हुनका लागि फ्रिजरमा राखिदिन्छु। त्यसपछि यो तयार हुन्छ। अनि यो सेट भइसकेपछि लास्टमा यस्तो भएको थियो। अनि यसलाई अब हामी आफूलाई मन लाग्दा निकालेर खान सकिन्छ, मिठो हुन्छ। तपाईहरु पनि ट्राई गर्नु है त। थ्याङ्क यू।